युथ लिडर्स नेपालले दमकमा लागौषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। भारत दार्जिलिङ निवासी प्रेरणादायी वक्ता प्रिमौस भुटियाको उपस्थितिमा सचेतना कार्यक्रम सम्पन्न भएको हो। दमक नगरपालिकाको सहयोगमा हिजो सञ्चालित कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम थापाले नगरपालिकाले समेत लागौषध दुर्व्यसनको लडाईँ सञ्चालन गरिरहेको भन्दै यसमा जोडिन सबैलाई आग्रह गर्नुभयो। रोजियट ब्राइट बोर्डिङ स्कूल, मेची अंग्रेजी बोर्डिङ स्कूल र हिमज्योति बोर्डिङ स्कूल दमकका करिब 200 विद्यार्थी उपस्थित कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले साथीभाइको लहैलहैमा लागेर युवाहरू कुलतमा फस्न थालेको बताउनुभयो। उहाँले खुला सीमाका कारण लागौषध कारोबार तीव्र गतिमा बढ्दै गएको भन्दै यसले समाजमा गम्भीर असर पारिरहेको बताउनुभयो। कार्यक्रमका मुख्य आकर्षण प्रेरणादायी वक्ता भोटियाले आफ्नो किशोरावस्थादेखि तन्नेरी उमेरसम्मका माया प्रेमका श्रृंखलाहरू सुनाएर विद्यार्थीहरूलाई हँसाउँदै किशोरावस्थामा हुन सक्ने व्यक्तिगत, पारिवारिक र सामाजिक समस्याहरूबारे सचेत गराउनुभयो। भोटियाले आफै लागौषधको कुलतबाट निकै मुस्किलले मात्रै निस्किएको र यसबाट बाहिर निस्किएपछि मात्रै वास्तविक जीवन भोगिरहेको अनुभव सुनाउँदै किशोरावस्थादेखि नै हुने प्रेम, आकर्षण, खैनी चुरोट, गुटखादेखि अति नै जीवनलाई बर्बादीको दिशामा धकेल्ने लागौषधको प्रयोगबाट टाढै रहन सुझाव दिनुभयो। युथ लिडर्स नेपालका अध्यक्ष मिलन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईले लागौषध प्रयोग र बेचबिखनमा हुने कानूनी प्रावधानहरूका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनु भएको थियो।